यो गाउँमा आएर बसेको पनि अलमोस्ट लगभग 3 महिना भइसक्यो। मलाई चाहिँ स्पेन हो, तर पुरै गाउँ हो स्पेनको क्यास्पे भन्ने ठाउँमा। यति अल्छी लाग्छ मलाई, यति अल्छी लाग्छ। कहाँ जाने के गर्ने केही आइडिया छैन। अब बित्छ होला बिस्तारै 3 महिना बित्छ, 6 महिना बित्छ होला, 9 महिना बित्छ, 12 महिना बित्छ। त्यसपछि काटाएपछि घर गइन्छ कि भनेको, घर गइन्छ कि जिउँदै गइन्छ कि लास जान्छ त्यो चाहिँ थाहा छैन। हाम्रो टनेल आयो बक्कैदा, टनेल यहीँ माथिबाट पुग्छ कि, यहाँ माथिबाट चाहिँ ट्रेन कुद्ने ठाउँ हो क्या, दामी ट्रेन कुद्छ र यो पुरै गाउँ हो। अनि माथि यस्तोमा छ यहाँ डाँडाकाँडाहरू चाहिँ यस्तो यो डाँडाकाँडा राम्रै छ, ठिकै छ। अब यो पैसा नभएर पनि यो कपाल पालेको विदेशतिरदेखि कपाल काटेको छैन, दारी यत्रो भइसक्यो, 1 पैसा छैन गोजीमा, 1 पैसा। न दारी काट्ने ट्रिमरै छ, न कपाल काट्न पैसा छ। कपाल त म काट्दिनँ होइन, कपाल त पाल्छु यहाँ आउनेसम्म पाल्ने भन्ने मेरो प्लान हो। होपफुल्ली अब छैन, कपाल पाल्न त हुन्थ्यो होइन, तर स्याम्पू किन्ने पैसा छैन क्या। अब समस्या त छ, स्याम्पू किन्ने पैसा नभएर नआएको छैन। नभएर मेरो कपाल लट्टा यति परिसक्यो, यति लट्टा परिसक्यो, यति घुमिसक्यो कपाल। अब यही तरिका हो भने यो परको डाँडा छ नि, त्यही डाँडामा गएर चाहिँ सट्ट बाबा भएर आशीर्वाद दिने, यो आफ्नो जिन्दगीबाट मुक्ति पाएको जस्तो टाइपले बसिन्छ होला खै। होप चाहिँ राखौँ राम्रै हुन्छ भनेर। अब 29 वर्षमा योभन्दा बढी होप केस कसरी के राख्ने भन्ने कुरा हो। तर अब हेरौँ, केही न केही त हुन्छ होला नि। आयो फेरि अर्को यो माथिबाट, यो यस्तो मतलब भ्लग पनि आउँदैन यार। यो यस्तो यो माथिबाट चाहिँ आकाशे पुल जस्तै हो, तर त्यहाँबाट चाहिँ ट्रेन मात्रै जान्छ दिनमा 3 पल्ट। यहाँ बिहान 6 बजेबाट, दिउँसो 12-1 बजीतिर होला, अनि बेलुका 6 बजीतिर जान्छ। म अहिले ट्रेन गर्छ भने देखाइदिन्छु होइन, तर खै कतिखेर जान्छ थाहा छैन। अहिले अब कति भइसक्यो, अहिले 6 भइसक्यो, उज्यालै छ। अलमोस्ट 10 बजेसम्म त उज्यालै हुन्छ, 10 बजी मात्रै रात पर्छ यहाँ त पढ्दाखेरि पनि। आज दोस्रो दिन पनि यहीँनिर अब यसो फुलहरू लिएर डक्टर झलाइसक्यो।